भन हाम्रो आमालाई के यो जवानीको जोस चलेको गाइज हेर्नु है त। यो हेलो गाइज वेलकम टु अ न्यू भ्लग। तपाईलाई स्वागत छ मेरो छोटो मिठो भ्लगमा। आज जान आँटेको म हाम्रो आमाको घरमा अनि आज म धेरै टाइमपछि आफ्नो गाउँमा आएको छु र त्यसैले म जान आँटेको छु र हामीले जानुभन्दा अगाडि थोरै फोटोसुट गर्यौं। कुरा गर्दै गर्दै पनि हामी तो घरमा आइसकेका छौं र घर आउन साथ हाम्रो प्यारी माईसँग हाम्रो भेट हुन्छ र दोस्रोचोटीमा चाहिँ हाम्रो प्यारी आमासँग भेट हुन्छ। मलाई साह्रै खुसी लाग्दैछ किनकि म आज धेरै टाइमपछि आफ्नो आमासँग भेट्न आएकी छु। आमासँग फोटो खिचेर र पहिला कुराहरू गरेर र आमासँग मिठा मिठा कुराहरू गरेर मलाई साह्रै मजा लाग्यो। र हामीले यहाँ मेजमान चाहिँ काँक्रा रहेको रहेछ अचारसँग र काँक्रा र अचार बनाउँदै गर्दाखेरि म आमालाई भेट्नु गएको थिएँ। आफ्नो हातबाट पहिला बनाउने कला पनि अहिलेसम्म गएको रहेन रहेछ र उहाँले राम्रो चटक्क परेको मुढा सिलाउँदै हुनुहुन्थ्यो। कुरा कुरोमा त काँक्रा पनि रेडी भएको रहेछ र काँक्रा चाहिँ एकदम मिठो त भातसँग खाएको र मैले पनि खाएँ। हाम्रो आमालाई चाहिँ चस्मा लाएर एउटा स्टाइलहरू दिनु लगाउन लाए र एकदम राम्ररी देखिरहेको थियो आमालाई। अनि यतापट्टि चाहिँ हुनुहुन्छ दाइ आफ्नै बिन्दास एकदम नयाँ भ्यूसँगै तपाईहरुलाई आजको भ्लग यति नै। बाई बाई।